ब्रेक हो गाइज चिसोमा त सास बढी पनि हाल्दो रहेछ गाइज तेलहरु टक्क लगायो फुल ट्याङ्क गरे फुल ट्याङ्क ओ शिट हाट फुल बाँस लिएर छ हेलो गाइज गुड मर्निङ होप सबैजना राम्रै सँगै हुनुहुन्छ होला हजुरलाई मेरो भ्लगमा स्वागत छ गाइज अहिले भने हामी हलेसीमा पुग्न लागिसक्यो अनि अब अर्को साल चाहिँ फेरि टप गर्ने हाम्रो कुरा भएको छ हैन अर्को सालको दशैंमा चाहिँ मिल्यो भने हामी एउटा माइन्ड मेकअप चाहिँ के छ भने माइन्ड मेकअप पहिलेदेखि थियो घुम्न जाने घुम्ने भन्ने अनि त्यसमा पनि नम्बर 1 प्राथमिकता चाहिँ हाम्रो मुस्ताङ थियो अनि यसपालिको दसैँ तिहारको हाम्रो समीक्षाले चाहिँ हैन हामीहरू मुस्ताङ जाने प्लान गर्दैछौँ हेर्नु त वाउ वाउ ओए दामी निक्ल्यो त यो भेगमा चाहिँ हेर्नु न यो माथिको यो फुलेको फुलहरू देख्दै हुनुहुन्छ यस्तो ए राम्रो फुल्दो रहेछ यार यो त मैले सिक्किममा टिमिटीतिर देखेको थिएँ कि यता पनि हुँदो रहेछ है ए हेर्नु कस्तो मजाले फुल्ने क्या ओए ल यस्तो दामी दामी मैले यहीँ फोटो खिचेको थिएँ अस्ति चाहिँ टप थियो यो यता यताको डाँडाहरू कट्दै कट्दै जानुपर्ने हो गाइस म चाहिँ यस्तो छ पारा हेर्नु कस्तो दामी छ वाउ तेलहरु टक्क लगायो फुल ट्याङ्क गरे फुल ट्याङ्क ओ शिट आमा झन्डै त्यो नानालाई ठोकाइदिएर भने यार हेत्तरिका थ्याङ्क गड बचिहाल्यो गाडीमा थियो कि माथितिर सुमोसँग बात गर्दै थियो अनि म सरेर गएको ठ्याक्कै झन्डै आइदिएर भने यार हेत्तरिका मान्छेलाई सबैले आफ्नो आफ्नो हतार है ओके ल अनि म के भन्दै थिएँ यार भुलाइदियो ए दिक्तिलमा छु है अनि अब निस्केको ओके अब यात्रा सुरु भयो मेरो गाइज सखेवातिर भोजपुर हुँदै जाने यात्रा सुरु भयो चिलमा जाने हो बिस्तारै जाने हो अब एक्लै छु सोलो राइड हान्दैछु गाइज जिन्दगीको गोरेटोमा यस्तै हो हैन एक्लै जन्मेको हैन अनि यात्राहरू पनि एक्लै नै गर्ने हो बिचमा मोडहरूमा घुम्तीहरूमा साथीहरू भेटिन्छ ठिक छ हैन अप्ठ्यारो थियो त बनाएछ बाटो वाउ यो हो नि त तरिका नि पहिले त खाल्टाङ खुल्टुङ यो खोला तर्नु कम्ती गाह्रो हुँदैन थियो नि गाइज रूपाकोट पेन टावर माथि देख्दैछ कि नै गाइज यहाँ अलिक डेन्जर बाटो छ जस्तो लाग्दैछ कि अस्ति राति यस्तो बिजोकले म आएको होइन राति छ आँखा देखेको छैन आमामा खोलाको पनि चाहिँ ठुलो थिएन हौ आज हेरौँ कस्तो छ है यसले त पानी घट्यो जस्तो छ आमामा अस्ति त यत्रो अस्ति किनभने म झरी परेको अलिक अघि पछिको दिनतिर आएको थिएँ नि त त्यही बेला त बाटो कता कता बगाएको पनि होइन आमामा पानी त ठुलो थियो त्यो बेला त ल अब सकिएँ म एक्लै छु जस्तो लागेको थियो तर त्यस्तो नराम्रो त केही भएन गाइज चेरी डाला टोल ए किराको थम्बा आहे साथीभाइ जम्मा आहे लड्दै र पढ्दै आमा स्याटिस आएका हामी सो गाइस अहिले भने चाहिँ अब हामी चौकीमा निक्लिन लाग्न लागिसक्यो होइन यहाँबाट चाहिँ अब अलिकति अफरोडिङ बाटो माथिसम्म दुग्नुपर्छ अलिक माथिदेखि हाम्रो गाइस हेर्नु ल झगरपुर रे हेर्नु न ओए दामी दामी छ गाइस धुलो उडायो अगाडिको सोल्टीले आमा गाइस बाँस गयो हाट
फुल बाँस लिएर आएको छ। गाइस यार अफरोड छ कि अफरोड बाटो अब उकालो कति छ अब 2-3 किलोमिटर होला सकिनु लाग्दैछ है 2-3 किलोमिटरको हामीले 1 किलोमिटर त हिँडिसक्यो होला अब बाँकी ओए यार यस्तो च्याटिस छ त आमा मिठो मिठो टप यताको पनि भ्यू टप छ गाइस यस्तो भ्यू चाहिँ कमै हेर्नु पाउँछ होला है गाइस यार हट दामी दामी ल गाइस अफरोड सक्यो ओके अब चाहिँ राम्रो बाटो छ ल आमा दामी खुलेछ रहेछ के ड्याङ्गा ठोकिँदै थियो कि फाइनली आइपुग्यो गाइस ल यहाँदेखि त चाहिँ खोटाङ यहाँदेखि त चाहिँ चखेवा वाउ दामी छ नानीहरू घुम्नलाई हिँडेको रहेछ वाह म यहाँ माथि डाँडा जानु पऱ्यो नि त होइन यहाँसम्म आएपछि त्यति जानु पऱ्यो कति बज्यो गाइस अहिले कति बज्यो 8:40 भएछ 9 बज्नु लाग्यो वा अनि जुत्ताले हिँड्नु गाह्रो भइरहेछ यार हाम्रो कान्छा सरलाई थ्याङ्क यू जुत्ता मलाई दिनुभएकोमा गिफ्ट हानिदिएकोमा होइन जस बाइकमा चाहिँ मलाई चाहिँ कम्फर्टेबलै यहाँबाट सुप खाने तातो तातो निस्केर जाने हो चखेवालाई चाहिँ बाई मेरो बाइक तल छ यहाँ यो गेट चाहिँ खोटाङ र भोजपुरको लागि हो अब यो बाटो हुँदै 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 फेरि जाने हो अनि यात्रा त्यही हो राम्रो हुनेवाला छ दामी हुनेवाला छ